सावित्री पानी छ भने खुट्टा पनि राम्रो सुटेको सकेछ थाहा भइसक्यो त सावित्री होइन भनेर रक्सी नछाप्न भाइ भाउजूले सुधार्न खोज्दा त सुध्रिन नसक्ने मान्छे तपाईँ जस्तो ज्यादरलाई मैले के सुधार्न सक्नु भाइ अब नखाऊ भन्न नि मिलेन भाइ कतिजना लागिस् आइज बस सुख दुःख कुरा गरौँ के आइज हेर भाइ मेरो बुढीले मलाई सुधार्ने बाचा गरेकी छ मैले चाहिँ यो नछोड्ने बाचा गरेको छु तँ चाहिँ बिचान नपर्नु अलिअलि भएको रौसी पनि मलाई छ्यापेर सक्दिस् बडा राम्रो बाचा गर्नु भएको रहेछ तपाईँहरूले यस्तै बाचाले हो समाज बन्ने परिवार बन्ने देश बन्ने जति सम्झाइन लाग्ने होइन अझ उल्टे गर्वका साथ यो नछोड्ने बाचा गरेको छु बाबा ठुलो काम गर्नुभयो तपाईँले ल ल ल खानुहोस् न खानुहोस् किन त सघाउनु सबै सघाउनुहोस् बाचा गर्नुभयो होइन भइहाल्यो त जबरजस्ती नगर्ने के यो खाने पनि लिमिट हुन्छ कि धेरै खायो भने लिभर बिग्रिन्छ त्यति पनि थाहा छैन तँलाई ए लिभर बिग्रिन्छ है थाहा रहेछ त लिभर बिग्रिन्छ भन्ने कुरा किन खानु पर्यो यस्तो होइन किन जति सम्झाइ नलागेको तपाईँलाई यो नखानु स्वास्थ्यलाई राम्रो होइन भनेर कति भन्नु अब यो खाएर लिभर मात्र होइन तपाईँको परिवार पनि बिग्रिसक्यो त्यो सोच्नु भएको छ कहिल्यै खुब मलाई सम्झाइरहन्छ होइन यही कुरा गर मेरो बुढीलाई सम्झानु आफ्नो बुढालाई मलाई माया गर हेला नगर भनेर कस्तो कुरा गर्नुहुन्छ दाइ तपाईँको बुढीलाई सम्झाउने काम तपाईँको मेरो होइन रहेको कुरा हेलाको तपाईँ आफू पहिला सुध्रिनुहोस् त तपाईँ सुध्रिनु भएर पनि तपाईँलाई हेला गर्नु भएछ भाउजूले भने अनि त्यसपछि हामी सम्झाउँला कहिले आउनुहोस् नखानुहोस् भने अलिकति छ भने छोड्नुहोस् यति खान्छु छोड्नुहोस् भन्छु अहिले काम छैन खालि जाँड खाएछ दिउँसो दिउँसो लड्या छ जानुहोस् जानुहोस् भन्छु घर लएर राम्रोसँग टेक्न सक्नु भएको छ गाउँको भाइ भनेर के गर्नु अलिअलि भएको रौसी पनि पोख्ने र के गर्ने सक्नु